हेलो नमस्कार है, म राजुला शेर्पा। आज चाहिँ म तपाईहरुलाई यो नयाँ क्रिएटर है, म पनि नयाँ क्रिएटर नै हो र नयाँ क्रिएटरले फेसबुक पेज अथवा प्रोफाइल है यो चलाउँदाखेरि के गर्नुपर्छ, कस्तो गर्नुपर्छ है, कस्तो प्रकारले प्रोफाइलमा फलोवर्स बनाउनुपर्छ, त्यो आफूले जानेको आफ्नो अनुभव एक्सपिरियन्स अलिकति तपाईहरुसँग साझा गर्न लागिरहेको छु। र फेसबुकमा भनिन्छ है पेज नै बनाउनुपर्छ, तर पेज बनाउनु कुनै जरुरी छैन, प्रोफाइलबाट पनि अर्निङ गर्न सकिन्छ। र फेसबुक प्रोफाइलबाट अर्निङ कसरी गर्न सकिन्छ भन्दा प्रोफाइलमा पहिला फलोवर्स बनाउनु, प्रोफेसनल मोड अन गर्नु पर्यो है। प्रोफेसनल मोड कसरी अन गर्नु यहाँ म स्क्रिन रेकर्ड गरेर तपाईहरुलाई देखाउँदैछु। र आजसम्म मैले जुन हिसाबले यो फेसबुक चलाइरहेको छु, फेसबुकमा काम गरिरहेको छु, त्यो एक्सपिरियन्स चाहिँ तपाईहरुलाई साझा गर्न खोजेको, जसको कारणले चाहिँ आज यो मेरो सानो भिडियोको कारणले हाम्रो नयाँ क्रिएटर्सहरूले पनि यो आइडिया पाउन सकोस् र फेसबुक प्रोफाइललाई कसरी प्रोफेसनल मोडमा लानुपर्ने, कसरी हाम्रो फ्रेन्ड्सलाई फलोवर्समा कन्भर्ट हुन्छ, त्यो सबै कुरा यहाँनिर म बताउन लागिरहेको छु। र हेर्नुहोस् यो स्क्रिन रेकर्ड ल। फर्स्ट अफ अल तपाईहरुले आफ्नो फोनमा यस्तो प्रकारले यो आफ्नो फेसबुक खोल्नुहोस्। फेसबुक प्रोफाइल खोलेपछि तपाईको यो इन्टरफेस आउँछ र यो इन्टरफेसमा चाहिँ यहाँ सबैभन्दा माथि राइट कर्नरमा 3 लाइन्स देख्नुहुँदैछ, 3वटा धर्का, र यहाँ क्लिक गर्नुहोस्। यहाँ क्लिक गरेपछि यो इन्टरफेस खोलिन्छ र यो इन्टरफेस खोलिएपछि यहाँनिर देख्नुहुँदैछ यो सबै छ र यो फर्स्ट सेकेन्डको प्रोफेसनल ड्यासबोर्ड जहाँ छ यसलाई क्लिक गर्नुहोस्। यो क्लिक गरेपछि तपाईको प्रोफेसनल मोड अन गर्ने अप्सन आउँछ। यो मेरो अन छ त्यसले गर्दा अप्सन देखाउँदैन र प्रोफेसनल मोड अन गरेपछि चाहिँ तपाईको प्रोफाइल प्रोफेसनल मोडमा जान्छ र भोलिको दिनमा तपाईको भ्युज, इन्गेजमेन्ट, रिचहरू बढ्दै गएपछि भुलेर पनि प्रोफेसनल मोडलाई फेरि अफ गरेर अन नगर्नुहोस्, किनभने त्यो स्थितिमा चाहिँ तपाईको जुन भ्युज, रिच, इन्गेजमेन्टहरू छ त्यो चाहिँ 0 हुन्छ र फेरि 0बाट सुरु गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि प्रोफेसनल मोड अन गरेपछि धेरै कुराहरू ध्यान दिनुपर्ने अवस्था हुन्छ। त्यसले गर्दाखेरि तपाईहरुलाई यो जानकारी गराएको प्रोफेसनल मोड चाहिँ यसरी अन गर्नु पर्छ। त्यो फेसबुक प्रोफाइल अथवा पेजमा कसैले पनि अर्निङको निम्ति दुःख गर्नुहुँदैछ भने 1-2वटा कुरा चाहिँ एकदमै ध्यान दिनुपर्ने हुन्छ। फेसबुकको गाइडलाइन्स, नर्म्स अनुसार नन कपिराइट कन्टेन्टहरू युज गर्नुपर्ने हुन्छ। जति सक्दो कन्टेन्ट चाहिँ ओरिजिनल लगाएको एकदमै राम्रो र ब्याकग्राउन्ड म्युजिकहरू लाउँदाखेरि एकदमै त्यो ध्यान दिनुपर्ने कुरा हुन्छ कि त्यो म्युजिक चाहिँ नन कपिराइट म्युजिक होस्, नत्र आफूमा कपिराइट स्ट्राइक आउने चान्सेस हुन्छ, जसले गर्दाखेरि मोनिटाइजमा एकदमै असर पर्न सक्छ। र पहिला चाहिँ अब वाच टाइम र 5000 फलोवर्सको जुन एउटा क्राइटेरिया थियो फेसबुकको, यो जनवरी 2025 देखि यो क्राइटेरियालाई कन्टेन्ट मोनिटाइजेसनको नयाँ अप्सन यहाँनिर दिएको छ र यसमा चाहिँ कुनै क्राइटेरिया अहिले फेसबुकको रहेको छैन। र फलोवर्सहरू बढेर गएपछि र आफूले जुन कन्टेन्ट हाल्छ है, कन्टेन्टको इन्गेजमेन्ट, भ्युजहरूको हिसाबमा चाहिँ फेसबुकले जुन हाम्रो अब हामी जस्तो जुन क्रिएटर, अब नयाँ क्रिएटरहरू छ है, उनीहरूलाई चान्सेस दिने, मोनिटाइजेसनको टुल्स दिने गरेको छ। र त्यसले गर्दाखेरि आफूले एकदमै जोगिएर यो गाइडलाइन्सलाई राम्रो पढ्न सक्नुहुन्छ है। फेसबुकमा सबै कुरोहरू लेखेको छ, दिएको छ र त्यो गाइडलाइन्सलाई फलो गर्दै फेसबुकमा चाहिँ कन्टेन्ट लगाउनु पर्ने हुन्छ। जति सक्दो आफ्नो ओरिजिनल कन्टेन्टलाई लगाएर चाहिँ आफूले अर्निङ गर्न सक्नुहुनेछ र दुःख गर्नु पर्यो अलिकति होइन। फेसबुक प्रोफेसनल मोडमा आएपछि अलिकति जोगिएर नै काम गर्नुपर्ने हुन्छ र यस्तै प्रकारले यो फेसबुकलाई चलाउँदै अघि बढेर राम्रोसँग अर्निङ पनि गर्न सकिनेछ। र हेर्नुभयो है, र यो मैले जानेको कुरा यहाँनिर तपाईँहरू समक्ष साझा गरेको र आउँदो दिनमा अझै म तपाईँहरूलाई यो फेसबुकमा अझै बुझेर अझै कतिवटा कुराहरू तपाईँहरू समक्ष राख्नेछु। र यो फेसबुकमा कपिराइट लागेपछि कस्तो रिपोर्ट आउँछ है, कहाँनिर हेर्नुपर्ने, आफ्नो पेज, आफ्नो प्रोफाइल सुरक्षित छ कि छैन, प्रोफाइल हेल्थ कस्तो छ है, पेजको हेल्थ कस्तो छ, रेकमेन्डेबल छ कि छैन, त्यो सबै कुरा आउँदो नेक्स्ट भिडियोमा फेरि तपाईँहरूसँग समक्ष साझा गर्नेछु। र आजलाई यो भिडियोलाई यतिमा अन्त गर्दछु। थ्याङ्क यू, धन्यवाद।